पाउँछु न भेट्न पाउँछु न देख्न पाउँछु न भेट्न पाउँछु केवल तस्बिर हेरी चित्त बुझाउँछु थाहा छ त्यो तस्बिर बोल्दैन भन्ने त्यही पनि हर कुरा उसैलाई सुनाउँछु त्यही पनि हर कुरा उसैलाई सुनाउँछु सम्बोधन तिमीलाई गर्दैछु म सिकेका ती सबै धुनहरूले समर्पण गीत यो गर्दैछु म तिम्रै आवाज व्यक्त गर्न चाहन्छौँ र हाम्रो यस दुःखको घडीमा हामीलाई सद्भाव राखिदिनु भएको हुँदा हाम्रो कोविड परिवारको तर्फबाट कृतज्ञता व्यक्त गर्न चाहन्छु र हाम्रो बुवाको पुण्यतिथि चाहिँ 2082 असोज 25 गते शनिबार पर्न गएको हुँदा मैले आदरणीय उपस्थित सम्पूर्ण आदरणीय सम्पूर्ण उपस्थित व्यक्तिहरू उपस्थित हुनुभएको छ मैले छोटकरीमा यो समवेदना दिनका लागि सबैलाई सबैसँग अनुरोध चाहे र आज हामी यो शोकको घडीमा हाम्रा अग्रज अभिभावक पूर्व वडाध्यक्षसम्म रहनुभएका यो टोल वार्ड नम्बर 2 कै वडाध्यक्ष हुनुहुहा एवं स्तब्ध भएका छन् जिल्ला धनकुटा साबित चानुवा गाविस हाल महालक्ष्मी नगरपालिका 4 का 4 मा पर्नेको असामयिक निधनप्रति सबै शोकाकुल परिवारहरूप्रति धैर्य धारण गर्ने शक्तिहरू हामी सम्बोधन तिमीलाई गर्दैछु म सिकेका ती सबै धुनहरूले समर्पण गीत यो गर्दैछु म तिम्रै ती मिठा रागहरूले राम पौडेल त्यसै गरी पराग क्षेत्र नगरपालिका वार्ड नम्बर 1, 2 का वडा सचिव लक्ष्मण पौडेल लगायत पौडेल परिवारमा आज ज्येष्ठ नागरिक उहाँको पिता बुवाको 2082 साल असोज 13 गते फुलपातीका दिन असामयिक निधन भएको सन्दर्भमा हामी धरानको महानगरपालिकाका परिवार उपमेयरज्यू प्रमुख प्रशासकीय अधिकृतज्यू विभिन्न महाशाखाका प्रमुखज्यूहरू वडा सचिव साथीहरू लगायत हामी अनि काम गरे कस्तो छ काम गरेले सकिसक्यो जान्छ पनि त्यो जे आएको थियो भान्जो बस्नु त्यहाँ कराईमा त त्यहाँ बसाउने माल त अनि आगोमा पकाउनु पर्छ नि के कुरा गरेको यार ओतिर डढ यहाँ के हो डढ्दैन डढ सब्जी आगोमा पकाउनु पर्छ हाम्रो यतापट्टि सबभन्दा ठुलो रोसेस हैन अनिल भन्दा त सानो हो रोसेस हैन अगाडि त हेर्नु न सानो हो नि कति साल हो भाइ त यता हेर अनिसम्म त के हो तेरो महिनाले फरक होला कुन महिनाको त बनाऊ यस्तो बोबाल बनाए के भने केशव अङ्कलले त नहेर्नु भने के भनेको हेर्नु भनेको कानमा पनि एकछिन सफा गर्नु कान एकछिन धेरै भएछ
क्या तरकारी मात्रै खाने हो के हो भात सब्जी र तरकारी एकै ठाउँमा रोसिदादा त उयो खुर्किनु न सो खुर्किनु न सघाउनु खोइ भिनाजुलाई कस्तो छ तरकारी एकदम बुलेट छ त जस्तै छ धनिया आएको छैन धनिया छैन दाजु बजारमा खोज्दा खोज्दा नि त्यो मोठाको त्यो यत्रो के गर्नु केमा ल्याएर सबैको नाकमा हाल्यो त नि यहाँ चाहिँ हाम्रो अङ्कलहरूले सब्जी बनाउनु हुँदैछ आज अचारको लागि यो टमाटर अचारको लागि हाम्रो काँक्रा मुला टमाटर अचार चाहिँ आज अङ्कलहरूले के भेराइटी पकाउनु हुँदैछ जस्तो दामी बनाउने त्यसलाई चाहिँ छोप हालेर आज नर्मल भेराइटी हो एकदम रेडी छ हाम्रो तिलको छोप हालेर यस्तो सलिड बनाउने कागती सरल उपर दामी हुन्छ है अचार चाहिँ होइन तर साँच्चै भन्नु भने नि यो के अरे तरकारी विदुर यसको डाइरेक्टर विदुर होइन यो ट्राई गरेको नुन लाग्यो लागेन मसला खोर्सानी के पिरो भनेर ट्राई गरेको ठिकै रहेछ धन्यवाद विदुरलाई यसको डाइरेक्टर देखाइदिनु भिनाजु पकाउने मान्छेलाई देखाएन न पकाउनु न फर्स्ट भिनाजुले कोपी खान्छ कहाँ खोल्नु न मामा यहाँ त्यो पकाउने मान्छे हुन्छ पकाउँदै खाँदै हो अहिले हाल्नु दालमा पनि दोई त्यहाँ राखेर क्या क्लक आइसक्रिममा त्यो छिटो यता आउनु भन्यो भनिहाल्छ फेरि अहिले आउँछ नुन खाना पाउन आँट्दा कस्तो भएको छ अनुभव खाएकै छैन भनेर मान्छे खाएकै छैन अब कस्तो हुँदैछ मनमा यहाँ तरकारी पाक्दा खुलदुल हुँदैछ तँलाई कस्तो हुँदैछ मलाई एकदम मैले पेट खालिरहेको छु नुन खानालाई आज तपाईँलाई त यो नुन खानु त पसिना पसिना आयो त पसिना आइहाल्छ नि यत्रो काम तिमीहरू नाच्दै हिँड्छौ तपाईँलाई कस्तो लाग्दैछ पकाएको देख्दा सुँगुर मस्ताना हात्ती दिवाना तल आल्टारे काकाको छोरा आयो भने जित्दैन भने सक्यो त सकिसक्यो गेम बिचको दाँत चाहिँ फिक्स भन्नु आँखा र त अरू सबै यो तलको दुइटा पनि भन्नुपर्छ है स्टिलको यिनीहरूले स्वात्तै लिने नि त यिनीहरूले त्यहाँ सिकाइमा न हौ त्यहाँ कता कता जुमुता खाइसक्नु भयो यो त्यस्तो नसम्झेँ हो अब जान्छ पनि त्यो जे आएको थियो मायाले पो मन समाएको थियो मुटु नै पोल्दो रहेछ मनभरि दस दिन नुन बारेर यहाँ अब छैन त यहाँ त खानुको लागि नुन खानुलाई
पाएर ताली हुँदैन एक-एकवटा दिइहाल्नु नि एक-एकवटा दिइहाल्नु तिनीहरूलाई नुन पिसिहाल्नुहुन्छ थोथोर खानु हामीलाई हुँदैन हौ खानु कस्तो खाने कहिले ल त्यही त खान्छ ल मसुमा भाँड्छु सधैँ नुन पिन्दिनु नि एउटा बिस्तारै खा चुस्ते टोक्थ्यो खान्थ्यौ न बिचारा एउटा 50 रुपियाँको चिप्स धरी चुस्दै खाउन भन्छ यार श्रवण फर्स्ट बाइट अघि आएर आधी खाइसक्नु भएछ खोल्यो थियो मैले हेर्दै कसले खोल्यो खोलिसकेको यस्तो बनाएर राखेको घुमाएर बच्चा टमिरो है यो टेस्टलाई त यो कस्तो सबैभन्दा हिजोदेखि आन्द्रा सुकेको हेर्नु न मलाई भाँडै खाएको थिएन हसुरी यति त्यहाँभित्र अचार छ नुन त्यो त नुनै नुन हो नि त सब्जी अचार चाहिँ खाऊ न पकाएको खाऊ क्या काँचो नखाऊ नखान्थ्यो नुन खायो अझै यस्तो आफ्नो खुसी भयो नुनको खुसी खान्छ यहाँ भयो नखाने हो ल्याउ ओइ तिम्रो खान्छौ भने अब त्यहाँ जाऊ कि जान्छ पनि त्यो जे आएको थियो मायाले पो मन समाएको थियो मुटु नै पोल्दो रहेछ मनभरि आशा बोक्न पनि सकिन्न रहेछ खोइ रोसेसहरू कहाँ छन् बोलाउ तिनीहरूलाई सबलाई खोइ रोसेसहरू त्यो केटाकेटीहरूलाई बोलाउ भिनाजु पठाइदिनु त यता ल भाइ तिमीहरू आउनु सुरु गर ल साग लानु न बाबु कहाँ गयो केटाकेटी सबै आऊ तिमीहरू आऊ अघि 2 प्लेट तरकारी 1 प्लेट अचार खाएको छ जान्छ पनि त्यो जे आएको थियो मायाले पो मन समाएको थियो मुटु नै पोल्दो रहेछ मनभरि आशा बोक्न भरे भ्लगमा आउँछ है हाम्रो आन्टीहरू हेर्नु अङ्कलहरू तपाईँहरूले खाएर जानुभएको कन्टी यहाँ यस्तो दुःख भएको छ आन्टीहरूलाई हेर्नु बिचारा आन्टीहरू आजै नुन खानुभएको आजै बिचारा हुनुभयो आन्टीहरू आन्टीहरू भन्दा ठुलो ठुलो कराई भागमा परेको छ दुईजनालाई छोरा तपाईँलाई कस्तो लाग्छ सीता दिदी मलाई त बानी परेको मान्छे त्यस्तो दुःख मनाउँदा छैन खान त भाग्यले पाएको गर्नुपर्छ त्यही त हाम्रो त पाइहालिन्छ पाइन्छ अब कहिले यस्तै बेलामा होइन जान्छ पनि त्यो जे आएको थियो मायाले पो मन समाएको थियो मुटु नै पोल्दो रहेछ मनभरि आशा बोक्न पनि सकिन्न रहेछ छाडी जानेलाई रोक्न पनि
पनि त्यो जे आएको थियो मायाले पो मन समाएको थियो मुटु नै पोल्दो रहेछ मनभरि आशा बोक्न पनि सकिन्न रहेछ छाडी जानेलाई जान्छ पनि त्यो जे आएको थियो मायाले पो मन समाएको थियो मुटु नै पोल्दो रहेछ मनभरि आशा बोक्न पनि सकिन्न रहेछ छाडी जानेलाई रोक्न पनि